आरएनजी को फिल्म हेर्दै हामी कलेज पढेको हैन हामी सिटी मार्थ्यौं मेरो सिनेमा हेर्दै हुर्केको भाइहरुसँग काम गर्न पाए हैन हामी समकालीनै भए पनि उमेरमा तर उहाँ सिनियर हो त्यो त हड्डी आछले जेठ 2 मा यो फिल्म आउँदैछ हैन जेठ 2 मा यो फिल्म आउँदैछ जेठ 15 मा तपाईहरुको फेरि अर्को फिल्म आउँदैछ के कस्तो गाह्रो है अडियन्सहरुलाई किनभने धेरै बजे फिल्म आउँदैछ ग्यापै छैन ग्याप छैन यस्तो मेरो त कति डेढ वर्षमा आयो फिल्म हजुर डेढ वर्षमा अब खास चाहिँ खेलेको भए त 3-4 वटा आउनु पर्थ्यो डेढ वर्षमा आएन अब त्यस कारण 15 दिनको फरकमा दुईटा आयो ठिकै हैन डेढ वर्ष नआएर अब भोक धेरै लाग्दा त 2 गाँस बढी खाइदिए अलि जवाफदेही भएर उत्तर दिनु यो रमाइलो उत्तर दिनु भयो हैन यो होइन यही होइन एउटा खगेन्द्र लामी छाने जस्तो एउटा यस्तो राम्रो कलाकारले हैन दिग्गज हैन विद्वानले यस्तो हो त्यसमा चाहिँ आउनु भयो यसमा चाहिँ कलाकारहरुको खासै हात हुँदैन जस्तै रिक्वेस्ट त गर्न सकिन्छ होला नि मेरो आउँदैछ यस्तो हुन्छ अब यसमा कलाकारले रिक्वेस्ट गरेर भन्दा पनि एउटा सबै मेकरको चाहिँ के हुन्छ भने मैले पनि यो कुरा जस्तै महाभोज 15 दिनपछि छ भन्ने कुरा भयो थियो हैन तर सबैको आफ्नो आफ्नो अप्ठ्यारो परिस्थिति हुँदो रहेछ के यहाँ के घर केटा जेठ 2 गते ल्याएन भने कहिले ल्याउने त फेरि कहाँ गएर ल्याउने त्यहाँ पनि त फेरि कोहीसँग त परिहाल्छ हैन त्यसले गर्दाखेरि सबैको आफ्नो आफ्नो शेड्युल हुँदो रहेछ अनि त्यसमा कहिलेकाहीँ अब जस्तै खगेन्जी र मेरो यो दशैंमा उहाँको नि फिल्म आउनेवाला थियो सर्यो तर अशोक दाइको हैन अब त अब खगेन्जी र मेरो के भन्ने त हैन त्यसले गर्दाखेरि कस्तो कतिपय चाहिँ अहिले के छ भने मेन चाहिँ फिल्मको फ्लो धेरै छ 82 सालमा त्यसले गर्दाखेरि अब हाम्रो साथीभाइ आफ्नै एकदम मित्रहरुकै फिल्म आफूमै सँगै आउने वातावरण पनि बन्छ कुनै दिन किनभने प्रोड्युसर एकजना हुन्छ प्रोड्युसरले म यो डेटमा हाल्छु भनेर कमिटमेन्ट गर्छन् हामीले त केही पनि गर्न सक्दैन हैन त्यसले गर्दाखेरि यो कुराहरुलाई चाहिँ 82 सालमा चाहिँ अलिकति सहज ढंगले लिएर जाँदाखेरि चाहिँ ठीक होला आरएन सर बोल्नुस् न यस विषयमा यस्तो भगत दिपेन सरले भनिहाल्नुभयो दिपेनले भने के हुन्छ भन्दाखेरि हामीले काम गर्ने बेला इफोर्ट दिने हो जस्तै अब भोलिको दिनमा जेठ 2 गते रिलिज हुँदैछ भने हामी 1 गतेसम्म दौडिनलाई हामीले गर्ने इफोर्ट दिने हो बाँकी रिलिजको कुरामा चाहिँ हामीले सल्लाह गरे पनि जे गरे पनि सबै डिसिजन लिन्छ नि एन्टायर प्रोड्युसरले मात्र प्रोड्युसर र डिस्ट्रिब्युटरले मात्र यसमा हाम्रो कुनै पनि हात हुँदैन पहिला अब यो जेठ 14 मा आउने कुरा थियो रातारात खगेन्द्रको मेरो कुरा भयो खगेन्द्र हर्षमा थियो म यता कोसे ढुङ्गा थिएँ हामी रातारात कुरा ला यार यो त कि बर्बाद हो दिवेन्द्रलाई फोन गरेर होइन म कुरा गर्दैछु हाम्रो इफोर्ट भने त्यति नै हो त्योभन्दा बेसी हामीले हाम्रो त्यो क्राइटेरियामा पनि पर्दैन हैन अनि यो क्वेशन चाहिँ हामीलाई त्यो अराइज गर्नु पनि हामीले अब दिने आन्सरै हुँदैन कि त्यो आन्सर प्रपर पाउँदैन निशलजीले सोचिराख्नु भएको छ केही बोल्छु कि भने यस विषयमा म सानो भन्छु ल यो के हामीले इफोर्ट नलगाएको होइन कि कस्तो दिवेन्द्रजीले भने जस्तो त्यो अघि त मजाकको उत्तर भयो किनभने खास त्यो प्रश्नको उत्तरै हुँदैन कि किनभने त्यो प्रश्नको उत्तर हुन्न त्यही भएर मैले मजाकमा उडाएँ किन उत्तरै नहुने प्रश्नको कसरी अब मान्छेको आफ्नो अप्ठ्यारो हुन्छ त रिलिज अब 200 वटा फिल्म बनाएका छन् हप्ता छ कतिवटा 52 वटा कतिवटा फिल्म रिलिज गर्ने समस्या त सबैलाई हुन्छ नि त सबैको प्रोड्युसरको समस्या हुन्छ नि आफ्नो कि कहिले धन्न थ्याङ्क गड कि यो 15 दिनको फरकमा आइरहेछ 14 दिन छ 14 दिन चाहिँ 13-14 दिन 2 हप्ता हो न 15-14 दिनको फरकमा आइरहेछ त्यो हिसाबले त त्यति धेरै नराम्रो भन्ने चाहिँ मलाई लाग्दैन अब मजाकको कुरा मजाकमा छ यथार्थको कुरा यथार्थमा छ हो त्यही हैन यसो सुन्नु न उहाँहरुको विचार पनि सुन्नु न एकचोटी हैन विचारै केही छैन मेरो त हैन मैले किन भन्दाखेरि मैले त एकैचोटी के रे फ्याक्ट टिजर आए पछाडी हेर ल टिजर आएछ भनेर थाहा पाथे अनि डेट पनि त्यतिखेर थाहा पाऊ म अलिकति आफ्नै कामहरुमा यताउता व्यस्त भइरहेको हुनाले त्यस्तो थाहा पाथिन कि तर थाहा पाइसके पछाडि त्यस पछाडि मात्र मैले थाहा पाएको हो कि महाभोजको पनि एउटा गीत आउँदैछ हैन अनि त्यसमा पनि काम गरे भएर चाहिँ अनि त्यस पछाडि यो कहिले रिलिज दाइ भनेर भन्दा यो फलान यति गते भनेपछि ए नजिकै रहेछ भन्ने कुरा मात्रै भयो अब त्यो प्रोड्युसरले लिएको डिसिजन टिमले लिएको डिसिजनमा अब त्यो मैले भनेर पनि केही हुने हैन खास हैन तर यही हो धेरै फिल्म बनेको छ यो चोटी धेरै फिल्म रिलिज हुँदैछ र धेरै फिल्महरु अनसक्सेसफुल पनि भइरहेछ सो अप्ठ्यारो स्थिति छ त्यही बीचमा चाहिँ आफ्नो फिल्म कसरी चाहिँ प्रमोट गरेर चाहिँ त्यसलाई अलिकति दर्शकहरुको हुन्छ नि नजरमा पार्ने भन्ने एफर्ट लागिरहेछ सबैतिरबाट कोसिस गरौँ
सो त्यस्तो केही पनि छैन। जस्तै फिल्मको उसमा कुरामा अप्ठ्यारो त परिहाल्छ, तर मैले जस्तै हाम्रो के घर केटा घर नम्बर 2 को गीत र महाभोजको एउटा के टिजर सँगसँगै परेछ एकै दिन। मलाई त्यो पनि थाहा थिएन हो। मैले दिनेश त साथी हो नि, मैले दिनेशलाई त्यहाँ युएन पार्कनिर भेट्ने बित्तिकै भोलिपल्ट मैले आफैले दिनेश सरी है, यो इन्टेन्सन थिएन, मलाई पनि थाहा थिएन, पहिले सेड्युल हालेर रहेछ तिम्रो आउँथ्यो भने मैले भेट्ने बित्तिकै सरी भनेको। त्यति त गर्न सकिन्छ, त्यति हो। किनभने कति कुरा त थाहा नै हुने हो क्या, मेकरको के हुन्छ होइन। ल अरू केही छ त? ओके, फिल्ममा भनिएको छ धन कमाउने भन्दा नि खत कमाउने धनी। तपाईहरुको आफ्नो आफ्नो विचार बुझ्न चाहन्छु, धनी खासमा को त? आफ्नो आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। यस्तो हो, खत हुने मान्छेहरूले लाइफमा ठुलो एक्सपिरियन्स लिएको हुन्छ होइन। त्यो अनुभवले पनि मान्छेलाई, कतिपय मान्छेहरू पैसाले धनी हुन्छन्, कतिपय मान्छेहरू अनुभवले धनी हुन्छन्। त्यो अनुभव पनि जीवन जिउनलाई काम लाग्छ। सायद त्यसकै अर्थको हिसाबले चाहिँ त्यहाँ त्यो प्रसङ्ग आएको हो। त्यसकारण अब फेरि धेरै कुरा खोल्न पनि मिल्दैन। अब चलचित्र रिलिज हुँदाखेरि नै हेर्दाखेरि अझै रसपूर्ण होला, मिठास होला भन्ने लाग्छ। आर्यन सर पनि छेउमै हुनुहुन्छ, भनिदिनुहोस् न त धनीको के कुरा? खत, त्यो खत भनेको सिम्बल हो कि, त्यसलाई मेटाफोर हामीले के भने खत भनेको त्यो स्ट्रगल र एक्सपिरियन्स कमाउने चाहिँ धनी हो भन्न खोजेको मलाई लाग्छ त्यो कुरा होइन। बाँकी कुरा किन भन्ने कुरा चाहिँ सबैको पर्सनल विचार सोध्नु हुँदैन, पर्सनल्ली फिल्म हेरेर चाहिँ नि त्यो कुरा बुझ्नु होला। धन्यवाद। के चाहिँ के हातमा छ सुनाउन त तपाईँबाट नि। होइन, हामीले चाहिँ अब हाम्रो समाज कसरी बनेको छ भने धनको आधारमा चाहिँ धनी मान्ने मानक बनेको छ नि त। त्यो कारणले मात्र हो। अब कुनै दिन खतको अनुभवको सङ्घर्षको हिसाबले धनी र अर्को वर्ग छुटाउने हो भने चाहिँ त्यसरी धनी हुन्छ होला, मान्छेले धेरै खत बनाउनतर्फ लाग्छन् होला होइन। सो अब हाम्रो समाज जसरी निर्मित छ त्यो हिसाबले अहिले त धनको हिसाबले नै मानक छ। तर अब पर्सनल एक्सपिरियन्स त त्यसलाई मात्रै धनी मान्न पक्का पनि सकिँदैन। हामी जस्तो मान्छेले झनै सक्दैनौँ होइन। अघि दाइले भने जस्तो प्रयोगवादी हौँ हामी। त्यो कारणले गर्दा आई डोन्ट थिङ्क धन मात्रै चाहिँ धनी अथवा गरिब छुट्याउने मानक हो। ओके, माथि पोस्टरमा देखिएको सबैजना हुनुहुन्छ, आज उपासनाजी हुनुहुन्न होइन। र यो प्रश्न खगेन्द्रजीलाई अझ सजिलो होला, कसरी सम्झिराख्नु भएको छ उपासनाजीलाई? के भन्न चाहनुहुन्छ उहाँको लागि? केही छ म्यासेज? उपासना कार्यव्यस्तताले गर्दाखेरि उपस्थित हुन नपाउनु भएको भन्ने कुराको जानकारी यहीँ आएपछि थाहा पाएँ मैले। अनि उहाँ आएको भए असाध्यै रमाइलो हुन्थ्यो होइन। अब एकजना प्रमुख कलाकार मध्येको एकजना उहाँ पनि हुनुहुन्छ। त्यसकारण हामीले मिस गरिरहेछौँ सबैले उहाँलाई। र उहाँको जुन सुटिङ भइरहेको छ चलचित्र, त्यो चलचित्रको लागि पनि शुभकामना भन्न चाहन्छौँ यहीँबाट सबैजनाले। कार्यव्यस्तताले नआउनु भयो, पछि त आइहाल्छ। थ्याङ्क यू। दिपेन दाई, अब यसको यो अगाडिको फिल्म चाहिँ अलिकति कमेडी जन्डामा थियो होइन, फेरि तर एउटा तपाईँले म्यासेज त दिनै हाल्नुहुन्छ। यसबाट तपाईँलाई अलिकति सिरियस कन्टेन्टमा किन छिर्न मन लाग्यो? सिरियस भन्दा त्यो चाहिँ फुल अन कमेडी, बेसै कमेडी थियो। कमेडी त यसमा पनि छ, सिचुएसनल कमेडी मजाको छ यो फिल्ममा पनि होइन। तर अब यो पटक चाहिँ हुन्छ नि एउटा मोर कथामै अलिक फोकस हौँ, अलिकति क्यारेक्टरमै फोकस हौँ। र एउटा सुन्दर चलचित्र हुन्छ नि, मान्छेले जस्तो कतिपय चलचित्र चाहिँ के हुन्छ नि हेर्दाखेरि हेरुन्जेल रमाइलो हुन्छ। त्यो पहिलाको के गरेर एकदमै रुचाउनु भएको थियो, रमाइलो थियो। तर रमाइलो पछि सकेपछि कुरा गर्ने चलचित्र हो कि होइन भन्ने हुन्छ। अब मलाई चाहिँ विशेष गरी त्यो चलचित्र चाहिँ धेरै पछिसम्म कुरा गरिरहने चलचित्र चाहिँ बनाउन आफूलाई पनि मन पर्ने हुनाले पहिलाको के घर केरेरामा चाहिँ म एकदम अन्तिममा जोडिएको थिएँ र जे जस्तो थियो त्यसैलाई अलिकति मिलाएर मैले खिचेको थिएँ। तर अब यो के घर केरेरा चाहिँ हाम्रो विशेष त निर्माता हुनुहुन्छ शरद श्रेष्ठजी,
उहाँले नै सर पहिलो के डेरा के भयो अब यो दोस्रो चाहिँ एकदम मलाई पनि मैले बनाएको चलचित्र हो भन्ने मलाई पनि गर्वले भन्न मिल्ने चलचित्र बनाउनु पर्यो भन्ने उहाँको पनि एकदमै आग्रह थियो सुरुमै र ठिक छ त्यसो भएदेखि अब चाहिँ हामी सुरुदेखि नै एउटा प्लान गरेर एउटा मन छुने एउटा एकदम कालजयी चलचित्र बनाउने प्रयास गरौँ नि त एकदम पछिसम्म मान्छेले चाहिँ कुरा अहिले जस्तै पशुपति प्रसादको अहिलेसम्म कुरा हुन्छ होइन त्यस्तै एउटा चलचित्र चाहिँ बनाउँ नि त भन्ने हिसाबले चाहिँ यसमा लाग्यो अब आर्यन दाईलाई चाहिँ थानकोटमा घरको अनुभव पनि छ होइन फेरि यतापछि काठमाडौँका विभिन्न ठाउँमा आएर डेराको अनुभव पनि छ घर र डेरा चाहिँ के रहेछ दाइ आफ्नै गुनासो हुन्छ घरबेटी र डेरावालाको होइन तपाईँले भोगेको घरबेटी र डेरावालाको अनुभव सुनाउनु दाइ मेरो घरबेटीको अनुभव अहिले पनि मेरो घरमा डेरामा बस्ने मान्छेहरू हुनुहुन्छ म पहिला अरूको घरमा डेरामा बस्थेँ होइन अब अनुभव त के भने जबसम्म कम्फर्ट सेयरिङ हुन्छ नि तबसम्म त्यो गाह्रो हुँदैन जुन कुरा चाहिँ यो हाम्रै घर सिनेमामा पनि त्यही नै छ अब मैले मोरबाट रिलेट गर्न सकेको रिजन त्यो पनि हो किनकि एउटा यो सिनेमा भनेको सम्बन्धहरूको सिनेमा हो एउटा घरबेटीले घरमा डेरावाला राख्दैन कि एउटा सम्बन्धीहरू राख्छ एउटा चाहिँ रिलेटिभ्सहरू राख्छ केही जति दिन बस्छ त्यो दिन बसिन्छ चाहिँ उसको रिलेटिभ हुन्छ उसले के खायो के खाएन त्यो पीडा उसलाई पनि फिल हुन्छ उसले के गरिरहेछ त्यो फिल हुन्छ भन्ने कुरा मैले पनि भोगेको थिएँ र यो सिनेमामा पनि घरबेटीले पनि भोगेको छ डेरावालाहरूले पनि भोगेको छ त्यही चिज हो सेम चिज चाहिँ यो सिनेमामा छ यो घर चाहिँ आम मानिसलाई घर बनाउने सपना हुन्छ तर सिनेमामा आएर अलिकति हिट भइसकेपछि चाहिँ सेलिब्रिटीलाई चाहिँ घर बनाउने प्रेसर अलिक बढी हालिन्छ र कि त्यसको घर छैन र अझै डेरा बस्छ र भन्ने अलिक बढी प्रश्न आउँछ नि त केजीलाई सोधौँ न यो क्वेसन केजीलाई पनि अनुभव छ अहिले अपार्टमेन्टमा बस्नुहुन्छ पहिला डेरा बस्नुहुन्थ्यो दुईटै अनुभव छन् मेरो बाबा विराटनगरबाट माइग्रेट गर्नुभएको हो त्यो बेलादेखि नै हामी डेरामै बस्दै बस्दै आएर धेरै वर्षको सङ्घर्ष पछाडि त्यो पनि अब ब्याङ्कले त्यो एउटा सुविधा दिएको कारणले गर्दा त्यो सुविधा लिएर हामीले चाहिँ घर निर्माण गरेका थियौँ र कति घर बेचियो फेरि बनाइयो बेचियो बनाइयो त्यस्ता किसिमका धेरै अनुभव छन् अब छुट्टै छुट्टै अनुभव हुन्छ जस्तो अब होइन त्यो एज अ फेरि रियल स्टेट बिजनेस चाहिँ होइन अब त्यस्तै पर्न गएर परिस्थितिले चाहिँ त्यो मान्छेलाई धेरै भोगाइहरू हुन्छ नि त्यो किसिमको भोगाइहरू हाम्रो पनि थियो सो घर बस्दा पनि डेरामा बस्दा पनि मेरो व्यक्तिगत अनुभव चाहिँ जब हामी डेरामा बसेको थियौँ त्यति बेला हामीले एउटा स्कुल रेन्टेड स्कुल चलाउँथ्यौँ र स्कुल चलाउने क्रममा हामीलाई हामी नै घरपेटी जस्तो लाग्थ्यो कि किनभने हामीले धेरै एरिया अकुपाई गरेका थियौँ अनि त्यहाँको घरपेटी बुवा मुवाहरू अब हामी हुर्कदै गर्दाखेरि त्यस्तो लागेको हो कि साइकोलोजिकली उहाँहरूले केही सोध्नु पर्दा चाहिँ हामीसँग आएर सोध्नुहुन्थ्यो अनि मलाई चाहिँ सानैदेखि त्यो हाम्रो घर हो जस्तो लाग्थ्यो कि मलाई कहिले पनि थाहा थिएन यो डेरा हो भनेर धेरै पछि मात्रै डेरा बसेको रहेछौँ भन्ने कुरा चाहिँ फिल भयो सो अब डेरामा बस्दाखेरि पनि सहजता असहजता सबै हुन्छ मेन कुरा चाहिँ घर भनेको आफ्नो परिवार आफ्नो मन जहाँ शान्त छ त्यही नै आफूलाई आफ्नो घर लाग्दो रहेछ मेरो त्यही नै अनुभव छ यो जति पनि भोगाइरहे काठमाडौँमा रहँदाखेरि सो अहिले अब अपार्टमेन्टमा बस्दा पनि त्यही किसिमको छ फिलिङ थ्याङ्क यू